गाजा गोटी सामान र एम्पर ट्याटु जता पाए त्यतै आफ्नो ज्यान भर दाहिने हातमा खुकुरी देब्रेमा ह्याम्बर केटाहरूको हुल हामी त ग्याङस्टर तर एन्सर खोज्दैछु किन गरे होला मैले यस्तो काम यो छ धेरै डेन्जर यो फुलक मानौ यसलाई क्यान्सर जस्तै फैलिँदै जान्छ मार्छ यसले खत्तमै पार्छ त्यसैले त राम्रो काममा ध्यान गर ज्ञान भर आफ्नो दिमागमा जान्ने बुझ्ने भएपछि पढिराख्नु पर्दैन के लेखेको छ किताबमा भोगेको छु दुःख पीडा बोकेको छु पोखेको हुँ गुनासो तर कसले सुन्नु कसैले सुन्दैन यो बहिरो समाजमा बानी परिसक्यो फोहोर मैलोमा बाँच्न हाम्रो गरिब परिवार यहाँ जहिले दबाबमा शिक्षा सुविधा अनि रोजगारको अभावमा डेन लाइट नखाँदा दिनभरि तनावमा ग्याङ फाइट झगडा जिन्दगी धरापमा न आमा बाउ न परिवार साथमा कोही थिएन आफ्ना नजिकबाट खासमा जिम्मेवारी काँधमा लिन चाहेन कसैले हेला गर्न थाल्यो